त्यो बत्ती काट्न तिमीलाई कसरी सिकाइदिनु त? यसरी बाट्ने हो। मेरो त हातमा साह्रै आउँदैन। यसरी फेरि यसो गरेर बेरेर यसरी हजुरआमाले नातिनी बुहारीलाई बत्ती काट्न सिकाउँदै हुनुहुन्छ। ठ्याक्क 84 गर्ने अवसरमा 84 वर्षको उमेरमा बत्ती काट्न कस्तो सहज तरिकाले यसरी चिटिक्क बत्ती बनाएर सजिलो बनाउनु भएको छ हजुरआमाले। बत्ती कस्तो राम्रो बनाउनु भयो। यो कति जोर बनाउनु पर्छ हजुरआमा बत्ती बाल्नलाई? होइन सके त गर्दा 1,25,000 हो। मैले बोर बिरामीमा र सकिनँ र कति जोर बनाउनु भयो अहिले? खै कति जोर हुन्छ नभए गर्ने छैन क्या नगर्ने भनेर ए हस् पुग्दैन क्या गर्ने भनेर। ए हस् हस् हस्